हैन रुख बिरुवाले पनि पात फाल्छ हैन पलाप हुन्छ अत्यन्त हरियाली वन जंगल सबैलाई मन पर्छ यो समय अनि त्यसपछि तपाईहरुलाई देखाउने छु है अनि त्यो रहेको छ खमानीको बुटा अलिक जुम गरेर देखाउन होला मेरो क्यामेराम्यान अनि त्यो रहेको छ खमानीको बुटा हैन यो झन मिठो हुन्छ के हैन खानालाई पनि एकदम आनन्द हुन्छ हैन यसको त्यसलाई फललाई निचुरेर हैन यस के रे घाममा सुकाएर एकदम गर्मीमा खानालाई एकदम मिठो हुन्छ हैन त्यसको फल पनि सुकाएर खट्टा खट्टा हुन्छ हैन त्यसलाई खान मिल्ने पनि हुन्छ त्यसपछि कुलुमको बुटा है यो पनि हाई एभ्रीवान नमस्ते सबैजनालाई म अरुणा घरतीको तर्फबाट मेरो नयाँ युट्युब च्यानलमा हजुरलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म एकदम सन्चै छु हजुरलाई पनि सन्चै होला भन्ने आशा गर्दछु अनि देशदेखि विदेशसम्म छरिएर बस्नुभएका मेरा प्रिय दर्शकबिनलाई आज त सम्झनाका साथ आजको नयाँ भिडियो नयाँ पलको साथ हजुरहरूको माझमा उपस्थित भइसकेको छु अनि तपाईहरुलाई मिठो सम्झनाका साथ आजको अर्गानिक भिडियो हैन गाउँमा के चीज पाउँछ हैन सबै कुराहरु हजुरलाई देखाउने छु यदि भिडियोलाई मन पर्छ भने सब्स्क्राइब गर्दिन नबिर्सिनु होला अनि अन्त तक स्किप नगरेर हेर्नु होला किनकि कुनै कुराहरु हैन स्किप हुन्छ हैन केही कुराहरु न बुझिन पनि सक्छ त्यसैले स्किप नगरेर हेरिदिन अनुरोध गर्दछु आउनुहोस् म देखाउने छु है हाम्रो घर वरपर के कुराहरु के चीजहरु पाउँछ भनेर तपाईहरुलाई पक्कै पनि देखाउने छु अनि यहाँ रहेको छ अर्गानिक साग हैन आफैले उगाएको अत्यन्त मिठो हुन्छ हैन तपाईहरुलाई पनि थाहा नै छ हैन अर्गानिक चीजहरु आफूले लगाएको आफूले मेहनत गरेको हरेक चीज पनि आफ्नो हातले लगाएको सबै चीज मन पर्छ अनि त्यसपछि रहेको छ यो हाम्रो घरको नजिकै प्लमको बुटाहरु रहेका छन् अत्यन्त खानालाई पनि स्वादिष्ट हुन्छ हैन तपाईहरुलाई थाहा नै छ होला कतिपय मान्छेलाई नथाहा नहुन सक्छ हैन जो शहरमा बस्नुहुन्छ हैन बजारमा बस्नुहुन्छ त्यहाँहरुलाई अलिकति थाहा नहुन सक्छ जो गाउँमा बस्नुहुन्छ त्यहाँहरुलाई चाहिँ यसको स्वाद चाहिँ तपाईहरुलाई पक्कै पनि थाहा छ भन्न चाहन्छु म यहाँ थुप्रै किसिमका बोट बिरुवाहरु छन् हैन अनेक थरीका फलहरु छन् अनि मिठो हुन्छ हैन खानालाई अनि त्यसपछि यता आऊ म देखाउने है यो चाहिँ निम्बुको बुटा हैन नेपालमा के भन्छ अमिलाको बुटा हैन यो खानालाई एकदम गर्मीमा स्वादिष्ट हुन्छ हैन चिनीसँग मिलाएको मजा नै बेग्लै हुन्छ अत्यन्त मिठो हुन्छ हैन तपाईहरुले खाइसक्नु भएको छ होला अनि थुप्रै किसिमका बोट बिरुवाहरु छन् तपाईहरुलाई यो देखाउन सक्छु है यो चाहिँ कतिपय मान्छेहरुलाई यो नाम थाहा नहुन सक्छ हैन अनि यसको नाम चाहिँ चिल्लु भन्छ है यो पनि खानालाई एकदम स्वादिष्ट हुन्छ हैन यसको दाना चाहिँ प्लम भन्दा अलिकति सानो साइज हुन्छ अत्यन्त मिठो हुन्छ हैन पछाडी फलेपछि कस्तो फल्छ अनि तपाईहरुलाई त्यसको भिडियो पनि राख्ने गर्नेछु अझै यो फूल फुल्दै छ हैन अत्यन्त सुन्दर दृश्य भएको छ आजभोलिको समयमा चाहिँ हैन अत्यन्त सुन्दर आजभोलिको समय भनेपछि हैन रुख बिरुवाले पनि पात फाल्छ हैन पलाप हुन्छ अत्यन्त हरियाली वन जंगल सबैलाई मन पर्छ यो समय अनि त्यसपछि तपाईहरुलाई देखाउने छु है अनि त्यो रहेको छ खमानीको बुटा अलिक जुम गरेर देखाउन होला मेरो क्यामेराम्यान अनि त्यो रहेको छ खमानीको बुटा हैन यो झन मिठो हुन्छ के हैन खानालाई पनि एकदम आनन्द हुन्छ हैन यसको त्यसलाई फललाई निचुरेर हैन यस के रे घाममा सुकाएर एकदम गर्मीमा खानालाई एकदम मिठो हुन्छ हैन त्यसको फल पनि सुकाएर खट्टा खट्टा हुन्छ हैन त्यसलाई खान मिल्ने पनि हुन्छ त्यसपछि कुलुमको बुटा है यो पनि हैन ठुलो छ हैन कुलुमको बुटा हैन खानालाई आजभोलिको समयमा चाहिँ खानालाई एकदम तर्सिन्छ हैन गयो हुन्थ्यो हैन भन्ने लाग्छ तर यो हुने समयमा चाहिँ कसैले हेर्दैन सब गलेर हैन फात्रेन फुत्रेन यतिकै रहन्छ अनि तपाईहरुलाई देखाउने छु यो धुपीको बुटा हैन
एकदम सुन्दरता हराभरा हैन देख्नलाई एकदम रमाइलो लाग्छ हैन किनकि यो पनि एउटा फल्ने चिज हो हैन तपाईहरुले धुपीको बुटा भन्ने तपाईहरुले सुनिराख्नु भएको छ दुईवटा छन् है साथीहरु धुपीको बुटा चाहिँ एकदम मलाई चाहिँ मन पर्छ हैन तपाईहरुलाई पनि मन पर्छ होला अनि यो चाहिँ नासपतिको बुटा रहेको छ यो नासपति कस्तो साइजको छ भन्दाखेरि लामो साइजको छ यो खानालाई एकदम स्वादिष्ट छ हैन गोल साइजको पनि अलि मिठै हुन्छ तर हाम्रो घरमा चाहिँ लामो साइजको छ एकदम मिठो हुन्छ अनि यसको पनि सबै यो प्लम अनि खमानी हैन सबै चीजहरु पछाडी फल्छ तर तपाईहरुलाई यसको भिडियो बनाएर पनि तपाईहरुको समक्षमा भिडियो बनाएर अपलोड गर्ने आशा छ यस्तै गरी माया गर्दिनु होला हेरेर आनन्द लिनु होला गाउँघरमा अर्गानिक चीजहरु के पाइन्छ भनेर न रमाइलो ठाउँ छ हैन तपाईहरुलाई यहाँको सुन्दरता हैन दिन प्रतिदिन सबै जानकारी गराउने छु अनि यति भन्दै तपाईहरुको माझबाट म बिदा हुन चाहन्छु यदि भिडियो हेर्दै हुनुहुन्छ भने कहाँबाट हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्टमा आफ्नो लोकेसनको नाम लेखिदिन नबिर्सिनु होला किनकि मलाई पनि आशा लाग्ने छ कहाँबाट हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भनेर अनि यदि भिडियोलाई मन पर्छ भने लाइक कमेन्ट शेयर गर्नु होला अनि सब्स्क्राइब गरिदिनु होला किनकि ताकि कुनै पनि भिडियो मैले नयाँ अपलोड गरे भने तपाईहरुको समक्ष छिट्टै पुग्न सफल हुनेछ हस्त धन्यवाद।